हेलो एभ्रिवान। आज चाहिँ के हो नेपालमा डे टु इन नेपाल के भन्छ दिपा दिदी? त्यस्तै चलिरहेछ, खै के हो थाहा छैन। अनि ब्लग बनाइदिउँ न त हामी पनि यसो। हाई एभ्रिवान, वेलकम टु माई सिस्टर रेखा लिम्बुजको च्यानलमा। यसले मुदेको थियो कि क्या यहाँ? डाइपर लगाएको छ ल। अनि होइन आज चाहिँ मेरो बहिनी चाहिँ दुबईबाट आएको 2 दिन भयो होइन। अनि अब चाहिँ भ्लगर हुने अरे, ऊ काम गर्दा गर्दा चाहिँ एकदम गल्यो अरे होइन। अनि अब चाहिँ भ्लगर हुने अरे। सो आज उसको चाहिँ फर्स्ट उसको भिडियो चाहिँ म स्टार्ट गरिदिँदैछु होइन। किन भन्दा म चाहिँ एकदमै लकी छु क्या उसको लागि। मैले भ्लग स्टार्ट गरेँ भने चाहिँ उसको धेरै भ्युज जान्छ क्या, साँच्चीकै भनेको। म अलिकति फेमस पनि छु क्या नेपालमा, उसलाई थाहा छैन कि। अनि मेरो बिल्ला गर्दैछ होइन। अनि अहिले चाहिँ हामी चाहिँ तल छ्यामालाई भेट्नु जान आँटेको। अनि अब होइन आजको च्यालेन्ज हो भने चाहिँ अब हाम्रो दिदी बहिनीको च्यालेन्ज छ ल। उसले चाहिँ अब पब्लिक ठाउँमा चाहिँ उसले चाहिँ क्यामेरा समातेर चाहिँ बोल्न सक्छ कि सक्दैन भनेर क्या। अब पब्लिकमा उसले बोल्नु सकेर दामी भिडियो बनायो भने चाहिँ म उसलाई कति एउटा के दिन्छु क्या, गिफ्ट सरप्राइज दिन्छु होइन। अनि बोल्नु सकेन भने चाहिँ उसले चाहिँ मलाई टक्कै यो आइफोन 16 हो, यो उसले मलाई दिँदा मलाई पुग्छ क्या, धेरै त चाहिँदैन होइन। ल साथीहरू अब चाहिँ हामी लाग्यौँ ल। ए होइन, म तपाईँलाई मेरो छोरी देखाउँछु ल। याङजी नमस्ते नमस्ते। नगर्ने अरे त्यसो। ल साथीहरू अब चाहिँ यो एकछिन ल साथीहरू, यो अब क्यामेरा चाहिँ म मेरो बहिनीलाई हस्तान्तरण गर्न चाहेँ ल। बाई बाई। म त मर्छु कि क्या हो? आइरहेछ मेरो अनुहार। दामी हेरेछ भाउजू चाहिँ यहाँ बिरामी भएर सेन्टी। ए लास्टमा त गिफ्टै नलगी जानु आँटेको रे क्या, ब्लगर भनेर होइन। भन्नै पर्दा मेरो चाहिँ अहिलेसम्म लगी भएको छैन नेपाल एयरलाइन्सबाट पनि। एउटै चप्पल, एउटा लुगा धन्न, यो एउटा पेन्ट चाहिँ आएको रहेछ। म चाहिँ किचनमा भाउजूलाई पानी केमा लगिदिनु पर्ने हो। अनि यस्तै छ, एउटै लुगामा डुलेको डुलेको। यो चाहिँ हिजो किनेको गर्नुपर्छ ल। केमा ल्याउनु पर्ने भाउजूलाई पानी दिनु त? त्यही हो गाइड। अब म चाहिँ यहाँ पानी हालिदिन्छु, ज्याकेट यहाँ राखिदिन्छु। चिसो पानी खालेर नयाँ हाल्नु। ओके ठुलो खानुहोस्। पर्यो पानी त हिँड्नु ल। अब चाहिँ हामी गयौँ। अब कसैले किन्दै टेम्पोमा जाने हामी चाहिँ लास्ट। याङ चाहिँ यता हेर त, दामी दिपा दिदीको अड्डामा छ। के गर्न आएको अरे? बिजी रोड क्या। कता सामान आएकै छैन अरे। छ्यामाको चाहिँ कलर राम्रो छ अरूको भन्दा। बोल्नु न, खाना खाइसक्यौँ अब हामी। तपाईँ बनाउनुहुन्छ त त्यसरी नै? आफ्नो काम कस्तो सुहाएको क्या देखाउनु नि। कति सुहाएको। मान्छे राम्रो हो कि क्यामेरा राम्रो, उखुमै राम्रो देख्यो नि। आहा सो गाइज हामी चाहिँ यहाँ छ्यामाको घरमा आइसक्यौँ होइन। अनि त्यो चाहिँ भाडा अब किन के देखेर बिरालो देखेर ए म्याउ 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 म्याउ। जान्ने चाहिँ के होइन, फोन चलाउनु फोन चाहियो। रुन्छ अहिले फोन नहुँदा। छ्यामा हामी टिकटक बनाऊँ है ल गाइज। अब हामी यहाँ टिकटक बनाउने खानामा सुरुवात खाइसक्यौँ होइन। सबै मान्छे के भन्छ, सबै मान्छे निस्केर मात्र बोली फुट्छ क्या। चाहिँ फेरि यस्तो ब्लगर काम छैन हाम्रो यो छ्यामाको रुम। मान्छे उता चाहिँ ब्लग नगर्ने, मान्छेले गएपछि चाहिँ ब्लग बनाउने। यहाँ हाम्रो छ्यामाको करे त्यो के भन्छ फलफुल
यहाँ छ्यामा के रोप्नु भएको छ यहाँ बोरीहरू केहरू अनि यो रुख त कति ठुलो भएछ त नि म्यामली किन यो बोक भा यहाँ कति दामी सिमी फलिरहेछ साग अम्बकको बोट फेरि आएछ सबै रोपेको छु अनि ऊ घाँस पनि रोपेको छु है अँ गाई गाई छ गाईले अझै पारे अस्ति उता गएर बनाउनु भएको छ ब्लग कहाँ ऊ हरियाली हरियाली छ्यामाले पो टप्छ कि क्या ऊ यसरी रोपेको छु कान्छी माया चेन्जङले रोपेको छु है गाइस अँ। भयो मेरो चाहिँ चेन्जङमा घर हो अँ अब त्यति मात्रै बुढ्नु आएन है साथी बोजूले पो भ्लग बनाउँछ त याङजी खतरा यो सन्ताने गुण भएकोलाई आजकलको बच्चाहरू तोङबा ताकेर हेरन् के चाहियो नानी छोड्न मात्र हो यो चाहियो बुबुम नखाने यो त्यो चाहियो रे ऊ त्यो चाहियो रे हैज भन्दैछ ऊ होइन यो चाहिँ मागेको होला तुङ्बा चाहियो नि ल यसरी माया भने त यसो गर्नु नानी पनि हेर्दै थियो नि त अनि नानी त लु खै सुरु गर्नु होइन हेर्दै थियो याङ्की त आएन नि त होइन यहाँ आउँछ मेरोमा आउँछ मेरोमा आउँछ बोज आमा छोरी नातिनी खै याङजी नाची नाची म चाहिँ 2 प्याक तानेको यहाँ मेरो टाउको रिङ्गी झुङ्गी हुँदैछ 1.5 वर्षको कोदोको चारो नि त 2 च्याप यो तोङबाले सोल्टिनी झ्याप फिलिली निन्द्रा लाग्न थाल्यो अब कान्छी माया चेम्जङको सब्जी बारी खुसी भयो यो छक्क भइरहेछ छ्यामा एकदम खुसी अरे कस्तो दामी साग हाल्नु छ्यामाको टमाटर पनि सबै यहीँ किन्नै पर्दैन है त्यहाँ फल्टै यहाँ फल्टै हाम्रो वाउ विकासी बोडी यहाँ बोडी छ आम्मा यो धनिया साग यो टमाटर खतरा भएको रहेछ यार यो पनि लानु म बोडी थोरै टिपेर आउँछ यो हेर्नु विकासी बडी नि छ आम्मा सागर चाहिँ कस्तो दामी रहेछ कि विकासी बडी टिप्न कि यो टिप्नु भनेको त्यो हाम्रो दिएको यो हाम्रो दिएको यो त होस् होला यो अलि पछि ठुलो भएर मिठो हुन्छ यो टिपिदिन्छु यो छिपिहाल्छ ल छ्यामाको करेसाबारी टुर हाम्रो करेसाबारी टुर म चाहिँ अब यो बोडीहरू टिपेर लानु पर्यो एउटा दुइटा यस्तो धेरै सब्जीहरू छ नि ओ माई गड कुनै किन्नै नपर्ने क्या यस्तो हार्ड वर्किङ हाम्रो छ्यामा जहिले सब्जी त 12 महिना हुनेहरू साग बैगुन टमाटर एभ्रिथिङ हाम्रो चाहिँ छठमा पनि छ सब्जी यहाँ बनाउँदैछु म चाहिँ हाम्रो कुखियाहरूले यहाँ भात पाक्दैछ कुखुराको मासु आफ्नै करेसा बारीको ताजा ताजा टमाटर धनिया पनि भर्खरै ल्याएर आएको छु म छठको त्यो सब्जी भिजिट गर्न जानु पर्यो म चाहिँ यस्तो दामी म्याउ अब लाग सरी लेट्स गो छठको पनि त सब्जी हेर्नु पर्यो नि हामीले के छ ओइ मासला झन्डै लड्यो जनता जान्न चाहन्छन् जा 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 औ ड्रागन फ्रुट भ्यू त खतरा देख्छु नि यहाँबाट ओ
बैगुन फलेको रहेछ हो बैगुन कति धेरै बैगुन टमाटरहरू पनि रहेछ तल जति चाहिँ सबैको रहेनछ वाउ खुर्सानी छ मुला के हो यो ड्रागन फ्रुट यहाँ चाहिँ यति नै रहेछ तल राम्रो छ सबै रहेछ यो छतमा चाहिँ हामी लुगा सुकाउने सब्जी सो बेला बेला ह्याङ आउट फ्यामिली विथ बैगन तैँले चाहिँ के खोज्या हो भन्ने पर्दा मसँग खान्छस् खुर्सानी ओके म चाहिँ लागेँ अब तलतिर मेरो सब्जी पाक्दैछ नि त आइज आइज फेरि लकोलास यहाँ भित्तै गो लेट्स गो आइज त ओ फेरि हावा आउँदा उति हुन्छ कि आइज कस्तो टेलिभे म्याउ 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 यहाँ बस् न कहाँ भएको कहाँ छ तेरो मम्मी म्याउ आजको दिन चाहिँ यत्तिकै नै बित्यो है त सबै करेसा बारी घुम्दै खाना बनाउँदै अब अर्को ब्लगमा भेटौँ होला है त बाई बाई